कस्तो हुँदो रहेछ त्यो खाँदाखेरिको समय र छोडिसकेपछिको समय? खाँदाखेरि त तपाईँको नखाए पनि टेन्सन, खाए पनि टेन्सन, नभए पनि टेन्सन, भए पनि टेन्सन, लाएपछि पनि झन् टेन्सन, झन् चाहिँ खाना नपाउँदा झन् टेन्सन, अनि त्यहाँबाट पैसा हुँदैन जोडिया भन्दा रहेछन्। अनि दुनियाँले 5 रुपियाँ पनि विश्वास गर्दा रहेछन्। अनि 5 रुपियाँ नभएपछि अनि त्यहाँबाट केही भयो अब हाबीजाबी अब कसैको लामो हात अर्न पर्ने हुनु रहेछ। घरका चरासका थाल पनि बेचेर खाइयो। अब तेला बोका भुटुन खाना ल्याएको त्यो पनि बेचेर खाइयो। अब त्यस्तो अब औँसी बाउसा अब सबै बेचेर आफ्नो घरको नाङ्गै बनाएर खाएर अब आउँदो रहेछ भन्ने मैले अनुभव गरेर अनि त्यहाँ च्वाट्टै छोडेँ हजुरलाई। ल भनेपछि जिन्दगीमा तपाईँ खुसी नै हुनुहुन्छ? एकदम खुसी छु। खुसी त यति हो बुढाबुढी बस्नसँगै पाइएन भन्ने त खासै कुरो केही पनि छैन। अब छोराहरू विदेश देश जाने भयो। अब उहाँ चिताउनु बङ्गाला छ त्यहाँ सँगै बसेर पो हुने होला के छ त यहाँ पनि धानिएको छ उहाँ धानिएको छ उता विदेशमा पनि इन्कम भएको भइछ चारैतिर एकदम खर्च अब छोरी छैनन् केही छैनन् आनन्द दुईवटा छोरा छन् ढक्कसँगले बजाब छ ऋण छैन 5 रुपियाँ। ल तपाईँलाई धेरै धेरै धन्यवाद समय दिनुभयो। हस् हजुर।